मेरो यो मेसेज चाहिँ नेपाल सरकार वैदेशिक रोजगार विभागलाई हो। अहिले खासमा के भइरहेको छ भन्दा मिडल इस्टमा जुन इरान र इजरायल बीचको कन्फ्लिक्टको कारणले मिडल इस्टमा अहिले जुन टेन्सन बढिरहेको छ त्यसको कारणले गर्दाखेरि नेपाल सरकारले श्रम स्वीकृति रोकेको छ। श्रम स्वीकृति भन्न साथ हामीले दुई किसिमको श्रम स्वीकृतिलाई बुझ्नुपर्छ। एउटा नयाँ श्रम स्वीकृति, अर्को पुनः श्रम स्वीकृति। पुनः श्रम स्वीकृति भनेको रिइन्ट्री वर्क पर्मिट हो। नयाँ श्रम स्वीकृति रोकिनुमा त्यति धेरै ठुलो हाम्रो टेन्सनको विषय भएन, किन भन्दाखेरि नयाँ व्यक्तिहरूलाई गल्फमा जानको लागि हाललाई रोकियो, पर्मिट दिइएन वर्किङको लागि। तर पुनः श्रम स्वीकृति रिइन्ट्री वर्क पर्मिट रोकिँदाखेरि चाहिँ अहिले धेरैजना साथीहरू समस्यामा पर्नु भएको छ। केही साथीहरूको के भइदियो भन्दाखेरि सरकारले श्रम स्वीकृति दिँदैन, तर व्यक्ति एयरपोर्टमा गएर फर्किनु पर्ने अवस्था छ श्रम बिना गएको भएर। बुझ्नुभयो? ऊ छुट्टीमा नेपाल आएको थियो, श्रम स्वीकृति सरकारले दिएन, रिन्यू भएन, तर पनि ऊ त विदेश जानु पर्यो काममा। त्यो अवस्थामा चाहिँ एयरपोर्टमा इमिग्रेसनले तपाईँको श्रम स्वीकृति छैन भनेर फिर्ता गरिदियो। त्यस्तो खालको केस आयो आज। यो एकदमै सरकारको तर्फबाट भएको अपरिपक्व निर्णय हो जस्तो लाग्छ मलाई। यस्तो बचपना निर्णय चाहिँ सरकारले सच्याउनु पर्छ। धेरैजना व्यक्तिहरू श्रम स्वीकृति सकिएर विदेशमा हुनुहुन्छ र उहाँहरूको श्रम सकिएको बेलामा उहाँहरूलाई तलमाथि केही भइहाल्यो भने सरकारले सहयोग गर्नेवाला छैन। सो श्रम रिन्यूको केस चाहिँ सरकारले यथाशीघ्र वैदेशिक रोजगार विभागले इनिसिएट गरेर मन्त्रालय मार्फत सुचारू गरिहाल्नुपर्छ भन्ने हाम्रो जोरदार माग हो। यो विषयमा चाहिँ सरकारले सोचिहाल्नेछ, हामी आशा गरौँ। तपाईँले पनि जोरदार माग राख्नको लागि यो भिडियोलाई सेयर गर्नु होला र आफ्नो तहबाट आवाज उठाइदिनु होला, जसले गर्दाखेरि करिब 20 लाख व्यक्तिहरूलाई सहयोग हुनेवाला छ। थ्याङ्क यू।